धेरै भिडियोहरुमा तपाईहरुले कमेन्ट गर्नुभएको छ अपोलो हाइड्रो पावर लिमिटेडले चाहिँ कहिलेसम्म आइपिओ बाँडफाँड गर्छ र कतिजनाले चाहिँ यसको आइपिओ पाउनुहुन्छ भन्ने धेरै जनाको चाहिँ प्रश्न रहेको छ। आजको छोटो यस भिडियोमा म तपाईहरुलाई अपडेट दिनेछु। यसले चाहिँ कहिलेसम्म आइपिओ बाँडफाँड गर्न सक्छ र त्यो जान्नुभन्दा पहिला यदि तपाईं अहिलेसम्म हामीसँग जोडिनु भएको छैन र यस्तै खाले भिडियोजहरु सबभन्दा पहिला हेर्न चाहनुहुन्छ भने तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्स्क्राइब गर्नु भने नबिर्सिनु होला है त। च्यानललाई सब्स्क्राइब गरिदिनुस् र छेउमा रहेको बेल आइकन पनि प्रेस गरिदिनुस् अनि हामी अगाडि बढ्ने छौं आजको यस भिडियोमा। साथीहरु यो कम्पनीले चाहिँ जम्मा 7,80,200 किता शेयरको लागि चाहिँ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। त्यो हजुरहरुलाई मैले पहिले पनि बताइसकेको छु र यसमा कुल आवेदन संख्या चाहिँ 26,23,820 जनाको परेको छ जुन चाहिँ मागे भन्दा पनि 38.32 गुणा चाहिँ बढी यसमा आवेदन परिसकेको छ। हिमालयन क्यापिटल लिमिटेड चाहिँ यसको बिक्री प्रबन्धकको रूपमा काम गरिरहेको छ भने यसको बाँडफाँड सम्बन्धी केही जानकारी हामी आजको यस भिडियोमा बुझौँ है त। उच्च आवेदनका कारण यसको चाहिँ शेयर बाँडफाँड गोलापर्ताबाट नै हुनेछ लकी ड्रोको माध्यमबाट हैन। 10 किताका दरले चाहिँ यसको आइपिओ बाँडफाँड गरिनेछ। जम्मा 78,020 जनाले मात्र यसको आइपिओ पाउनुहुन्छ 10 किताका दरले भने करिब 25,45,000 भन्दा बढी आवेदकहरुको भने यसमा हात खाली रहनेछ है। यो कम्पनीको आइपिओमा चाहिँ धेरै जनाको निराशा हुन सक्ने सम्भावना छ तर यो भिडियो हेरिराख्नु भएका सम्पूर्णहरुलाई चाहिँ म अब अग्रिम शुभकामना दिन चाहन्छु। यो आइपिओ चाहिँ तपाईहरुलाई परोस्। अब यसको फाइनली आइपिओ बाँडफाँडको कुरा गर्दाखेरि चाहिँ आइपिओ बाँडफाँड चाहिँ अनुमानित मिति यदि हेर्नुहुन्छ भने वैशाखको 15 गतेसम्म यसले चाहिँ आइपिओ बाँडफाँड गरिसक्ने सम्भावना रहेको छ। अफिसियल त्यस्तो न्यूज भने अहिलेसम्म आएको छैन। जहाँसम्म होस् यसले चाहिँ 15 गतेसम्ममा चाहिँ आइपिओ बाँडफाँड गरिसक्नेछ र त्योभन्दा पहिला नै यदि आइपिओ बाँडफाँड गरिहालेछ भने पनि म तपाईलाई यसै च्यानलको माध्यमबाट अपडेट दिइराख्नेछु। त्यसको लागि चाहिँ तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिराख्न नबिर्सिनु होला। मिल्नेछौं एउटा अर्को नयाँ अपडेट भिडियोमा।